भिडियो हेर्ने सबैजनालाई नमस्कार। आउनुहोस् सुरु गरौँ आजको विषयतर्फ। भाषा सिक्न जरुरी छ है साथीहो। रोमानियाका मान्छेहरूले कुरात मिन्जरिए आस्ता भनेको नेपालीमा यो सफा गर। कुरात मिन्जरिए आस्ता यो सफा गर। रोमानियामा ओमिन्ती भनेको त्यही शब्दलाई नेपालीमा बिर्सिनु ओमिन्ती भन्छ, बिर्सिनु। रोमानिया भाषामा तिने मिन्ते भनेको नेपालीमा सम्झिनुहोस्, तिने मिन्ते सम्झिनुहोस्। रोमानिया भाषामा अमिन्ट्याक्स भनेको मैले सम्झिन्छु। फरक छ है शब्दहरू। अमिन्ट्याक्स मैले सम्झिन्छु, बुझ्नु होला, नबुझे कमेन्ट गर्नु है। लमी भ्वए भनेको नेपालीमा म गर्नेछु। लमी भए म गर्नेछु। युफके भनेको नेपालीमा म गर्नेछु अथवा म गर्छु। रोमानिया भाषामा उडा भनेको भिजेको। त्यस्तै गरी उमिजिटी भनेको भिजाउनुहोस्, भिजाउनुहोस्। अघि शब्दहरू पढियो। त्यस्तै गरी कुराकानी टाइपमा उमिजिटी कु आप भनेको पानीले भिजाउनुहोस्। नबुझे कमेन्ट गर्नु है। रोमानिया भाषामा आमपुस आकाशा भनेको नेपालीमा मैले घर राखेँ। त्यस्तै तपाईँले सोध्नुभयो तु पुस आकाशा भनेर सोध्नुभयो। त्यही शब्दलाई नेपालीमा तिमीले घर राख्यौ हुन्छ है। आमपुस आकोलो भनेको नेपालीमा मैले त्यहाँ राखेँ। आमपुस आकोलो मैले त्यहाँ राखेँ। आल्चेभा अरू केही नेपालीमा आल्चेभा। यो शब्द तपाईँलाई पसलमा जाँदाखेरि सोध्न सक्छ आल्चेभा भनेर। अरू केही चाहियो। त्यही शब्दलाई रोमानिया भाषामा आल्चेभा नेभोय पनि भन्न सक्छन् है। आल्चेभा नेभोय अरू केही चाहियो। माइ मुल्त भनेको नेपालीमा अरू थप चाहियो, अरू थप। माइ मुल्त अरू थप। माइ बागा भनेको अरू थप्नुहोस्। माइ मुल्त माइ बागा शब्द फरक भए पनि लगभग बुझ्नुपर्ने शब्दहरू एउटै हुन्। कुम्पर लुक्रुरी भनेको म सामान किन्छु। कुम्पर लुक्री कुम्पारा पनि भन्छ है। म सामान किन्छु। भिडियो मन परे सब्सक्राइब गरेर जोडिन सक्नुहुन्छ, किनकि तपाईँहरूको लागि मैले यस्तै खालका भिडियोहरू लिएर आउनेछु भन्दै आजलाई बिदा चाहेँ। नमस्कार।